हाम्रा एकदमै मिलनसार हाम्रो दाजुभाइ भनौँ या हाम्रो साथी भनौँ या मित्र भनौँ, हाम्रा दीपक विष्टलाई वैदेशिक यात्राका लागि हामीले समग्रमा सुशील चन्द, प्रदीप विष्ट लगायत सम्पूर्ण हामी जति पनि इष्टमित्र छरछिमेकी जति पनि छौँ, हामी सम्पूर्णको तर्फबाट दीपक विष्टलाई वैदेशिक यात्राको शुभकामना दिन चाहन्छौँ। वैदेशिक यात्रा फलदायी होस् तथा शुभ होस् तथा लाभदायक पनि होस् भनेर हामीले शुभकामना प्रदान गर्दछौँ। त्यस्तै हामीले यो 3-4 महिनाको अन्तरालमा हामी सँगै भएर सुशील चन्द, म तथा दीपक विष्ट सँगै भएर बिताएका क्षणहरूलाई हामीले सम्झिरहनेछौँ भविष्यमा पनि। त्यस्तै हामी विभिन्न किसिमका ठाउँहरूमा लटारम्बेश्वर, नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका ठाउँहरूले तिमीलाई सम्झिरहनेछन्। हामी सँगसँगै ती ठाउँहरूले पनि तिमीलाई सम्झनेछन्। त्यस्तै तिमी बिनाको हामी अपुरो नै रहनेछौँ भनेर तिमीलाई भन्न चाहन्छौँ। तिम्रो वैदेशिक यात्रा फेरि पनि सफल, सुखमय र फलोस् फुलोस् भनेर हामी सम्पूर्णले शुभकामना प्रदान गर्दछौँ है त। हमको तो राहें थी चलाती, वो खुद अपनी राह बनाता, गिरता संभलता मस्ती में चलता था वो। हमको कल की फिक्र सताती, वो बस आज का जश्न मनाता, हर लम्हे को खुल के जीता था वो। कहाँ से आया था वो? सारी उम्र हम मर मर के जी लिए, एक पल तो अब हमें जीने दो। सारी उम्र हम मर मर के जी लिए, एक पल तो अब हमें जीने दो। ना 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 na. Give me some sunshine, give me some rain, give me another chance, I wanna grow up once again. सारी उम्र हम मर मर के जी लिए, एक पल तो अब हमें जीने दो। हाम्रो आत्मीय मित्र, साथी, दाई, भाइ सबै थोक हाम्रो दीपक विष्ट वैदेशिक रोजगारको लागि बाहिर जाँदैछ। उसँग हाम्रो यो 3-4 महिनाको अन्तरालमा एकदमै हरेक हप्ता हरेक दिन हामी उसकै साथमा रह्यौँ र ऊ बिना यहाँ एकदमै सुनसान जस्तो लागिरहेछ। तँलाई हामी धेरै मिस गरिरहेछौँ दीपक। तेरो उन्नत प्रगति होस्, सधैँ राम्रो होस्, जहाँ छस् जसरी जान्छस् त्यसरी नै हामीलाई सम्झेस्, कहिले पनि नभुलेस्, सधैँ प्रगति गरेस्। हामी हरेक हप्ता हरेक शनिबार हामी कुनै पनि ठाउँ छुटाएनौँ। अब त गइस् भने सायद हाम्रो घुम्ने ठाउँ पनि अब घुम्न नै हामी एकदमै सायद जाँदैनौँ होला, तर त भइस् भने हरेक दिन हरेक रात त्यति टाढादेखि पनि त एकल फोन गर्दा पनि तुरुन्त आउँथिस्। तेरो धेरै मिस गरिरहेछु म पनि, नम्राजले पनि धेरै मिस गरिरहेछ। फेरि आएर पनि फेरि सँगै घुम्नुपर्छ। ल राम्रोसँग गएछ है, शुभकामना यार।